आज चाहिँ होलीको दिन मैले बिहानै उठेर नुहाएँ, त्यसपछि मेकअप गरेँ। मेकअप गरिसकेपछि चाहिँ मैले यो कुर्ता ट्राई गर्दैछु अनि कपाल सुकाएँ। चिसोले कस्तो गाह्रो भइरहेको थियो नि त। त्यसपछि मैले कपाल कोरेको होइन, कति धेरै कपाल झरेको के मेरो कपाल त ताक्लो नै हुन लागिसक्यो। के गर्ने होला यो कपाललाई। अनि मैले कपाल कोरिसकेपछि कलर 3टा कलर मात्रै लिएको थिएँ। थोरै थोरै प्लेटमा लिएर बाहिर आएँ, कौसीमा आएँ। त्यसपछि कौसीमा आएपछि अब अरू कोही पनि रेडी भएको थिएन नि त। एउटा बहिनीलाई म आफै कलर लगाउँछु भनेर भिडियो खिच्न लगाएँ। त्यसपछि आफैले यसो हल्का लगाउँदैछु कि गालामा फेरि कलरै कस्तो नलागेको कि मेरो हातमा त कस्तो कलर त्यो गालामा लाउन खोजेको होइन, हातमै नलागिरहेको कलर कस्तो खालको डुप्लिकेट कलर पऱ्यो कि के हो भन्दै फेरि डबल लगाउँदैछु गालामा कस्तो देखियो भन्दैछु फेरि। अनि त्यसपछि बुहारी आएपछि उसलाई मैले कलर लगाइदिएँ। बदा चाहिँ म पहिला लगाइदिन्छु भन्दै थियो, फेरि एकैछिन न भन्दै मैले लगाइदिएँ। त्यसपछि बुहारीले पनि मलाई लगाइदिन्। सुरुमा चाहिँ कलर लागेको थिएन, अहिले त कस्तो मजाले लागेको कि। त्यसपछि मैले बहिनीलाई पनि कलर लगाइदिएँ, बहिनीले पनि मलाई कलर लगाइदिन्। त्यसपछि यसो बहिनीलाई भने एउटा यसो हिँडेको वाला भिडियो बनाइदेऊ न बहिनी भनेर होइन। अनि भिडियो त बनाउनु पऱ्यो, यताउता घुम्दै होइन। बाटो त कस्तो खाली खाली क्या होलीको दिन पनि। हाम्रो होली चाहिँ यस्तै भयो। ह्याप्पी होली एभ्रिवान।